डोन्ट किप योर अल क्यास इन द ब्याङ्क। आफ्नो सारा पैसा ब्याङ्कमा नराख्नुहोस्। म किन यसो भन्दैछु त, यसको रिजन भन्छु है त। तपाईँहरू एक काम गर्नुहोस्, कुनै एक नजिकैको ब्याङ्कमा जानुहोस् र ब्याङ्क म्यानेजरलाई यो भन्नुहोस् कि सर, मेरो साथमा एउटा जग्गा छ, यो हेर्नुहोस् त्यसको पेपर, मलाई यसमा घर बनाउनु छ, त यसको लागि मलाई 10 लाखसम्मको लोन चाहिएको थियो। तब यहाँ तपाईँहरू देख्नुहुन्छ कि ब्याङ्क सायद 12 देखि 21% को इन्ट्रेस्ट लगाएर र धेरै थोरै चेक जाँच गरेर लोन सायद तपाईँहरूलाई दिइदिन्छ, किनकि उनीहरूलाई थाहा छ कि कुनै कारणले यदि तपाईँ यो लोन तिर्न सक्नु हुँदैन भने तब प्रपर्टी त तिनीहरूको नजरमा छँदैछ र यसको भ्यालु लोनभन्दा कयौँ बढी हुन्छ र तपाईँहरू फेरि त्यही ब्याङ्कमा दोस्रो पटक गएर यो भन्नुहोस् कि सर, मलाई लोन चाहिएको थियो 10 लाखसम्मको, किनकि मलाई तपाईँहरूको ब्याङ्कको सेयर्स खरिद गर्नु छ र आफ्नो पुरा पैसालाई यही लगाउनु छ। तब यस अवस्थामा त्यो ब्याङ्क तपाईँहरूलाई कुनै पनि हालतमा लोन दिँदैन, किनकि यहाँनिर तपाईँहरूलाई लोन दिनको कुनै पनि फाइदा देख्दैनन् उनीहरू। साथै उनीहरूलाई यो कुरामा पनि स्योर छैन कि जति % ब्याजमा तपाईँहरूलाई लोन दिइरहेको छ त्यस हिसाबले उनीहरूको सेयर्सको भ्यालु बढ्नेछ या घट्नेछ। तब यस्तो ठाउँमा आफ्नो पैसा ब्याङ्क कुनै पनि हालतमा अवश्य फसाउँदैन। अर्थात् कि ब्याङ्क तपाईँहरूलाई तब लोन दिने गर्छ जब यो कुरा स्योर हुन्छ कि जति पनि इन्ट्रेस्टमा तपाईँहरूलाई लोन दिँदैछ यो आरामले रिकभर होस्, किनकि लोनको माथि 12 देखि 21% सम्मको हाई इन्ट्रेस्ट लिनु यही हो जो ब्याङ्कहरूको मेन कमाइ हुने। र अझ अचम्मको कुरा त यो हो कि त्यो कमाइ पनि ब्याङ्कहरू तपाईँ र हाम्रो पैसाबाट नै गर्ने गर्छ। हेर्ने हो भने हामी मध्ये कयौँ यस्ता मानिसहरू छन् जो ब्याङ्कलाई एक सेक्योर चोइस मानेर त्यसमा आफ्नो सारा पैसा जम्मा गरेर राख्ने गर्छौँ र यहाँबाट मिलेको ब्याजलाई देखेर उनीहरू यही सोध्छ कि यहाँ हाम्रो पैसा बढ्दैछ, तर हामीलाई उनीहरू कति पैसा ब्याजमा दिन्छ र हामीबाट ब्याङ्क कति ब्याज दिन्छ यसमा आकाश पातालको फरक हुने गर्छ। अर्थात् ब्याङ्क तपाईँहरूलाई आफ्नो पैसामा मुस्किलले 5 देखि 7% को ब्याज देला, जो महँगाई रेटलाई पनि बिट गर्न सक्दैन, तर अरू व्यक्तिहरूलाई यही पैसा लोनमा दिएर 12 देखि 21% को ब्याज असुल्ने गर्छन्। सो यसै कारणले यदि तपाईँहरूको सारा पैसा ब्याङ्कमा छ भने इन्डाइरेक्टली त्यो पैसा तपाईँहरूलाई होइन बरु कि ब्याङ्कलाई नै फाइदा पुर्याइरहेको छ। तब फेरि प्रश्न आउला कि आफ्नो पैसालाई ब्याङ्कमा नराखे अब के गर्ने त? सबै पैसाहरू घरमा पनि त राख्न सकिँदैन, किनकि यहाँ त पैसा झन् 1% पनि बढ्नेवाला छैन। तब के ब्याङ्कको अलावा कुनै यस्तो अर्को ठाउँ पनि छ जहाँ हामीसँग भएको आफ्नो पैसा लगाएर छोडौँ र समयको साथसाथ हामीले इन्भेस्टमेन्ट गरेको पैसा यति बढ्दै जाओस् कि त्यो महँगाईलाई सजिलैसँग बिट गरेर फाइदा पनि दियोस्? तब यदि साँचोमा भन्ने हो भने यस्ता कयौँ तरिकाहरू छन् जहाँ एक पटक बस आफ्नो पैसा लगाउनुहोस् र त्यहाँ लगातार तपाईँहरूको पैसा अवश्य बढ्नेछ। अब फेरि हेर्नुहोस्, यस्तैमा म कुनै सर्टिफाइड फाइनेन्सियल एडभाइजर भने पक्कै होइन, तर आजसम्म मैले फाइनेन्सको बारेमा जति नै नलेजहरू लिएको छु, पैसाको बारेमा जति नै अलग अलग किताबहरू पढेको छु, जसमा मलाई यस्ता कमन एसेट्स मिल्यो जहाँ धनवान व्यक्तिहरू आफ्नो सारा पैसा ब्याङ्कमा राख्नुको साटो त्यहाँ लगानी गर्न बढी प्रिफर गर्ने गर्छ र डेफिनेटली त्यसमाथि पैसा लगाउनु ब्याङ्कभन्दा त कयौँ गुणा बढी अवश्य प्रफिट दिने गर्छ। त कुन कुन यस्ता एसेट्सहरू छन् त आउनुहोस् आजको भिडियोमा हामी यही कुरा जान्नेछौँ। भिडियो छोटो छ, अन्तिमसम्म पक्कै हेर्नुहोला। साथै यदि तपाईँहरू च्यानलमा नयाँ भए च्यानललाई सब्सक्राइब गर्न पनि पक्कै नबिर्सिनु होला। सो लेट्स बिगिन। एसेट नम्बर 1, वारेन बफेट जब 17 वर्षको थियो तब एकपटक उनी कुनै बार्बर यानि कि नाईकोमा कपाल कटाउन गएको थिए। तब त्यहाँ गइसकेपछि उनले देख्यो कि नाईको दोकानमा त काफी भिड छ, मानिसहरू घन्टौँसम्म आफ्नो पालो कुर्दैछन्। तब बफेटलाई पनि त्यहाँ गएर पालो पर्खिनु पर्यो र उनले त्यहाँ यो पनि नोटिस गर्यो कि पालो कुर्ने मानिसहरू अलिक बढी नै दिक्क मान्दै थिए, किनकि घन्टौँ समयसम्म यसरी बोरिङको साथ पालो कुर्नु उनीहरूलाई पटक्कै मन परिरहेको थिएन। तब बफेटलाई यहाँबाट एक मजाको आइडिया आएको थियो। तब उनी तुरुन्तै आफ्नो साथीकोमा गयो र उनले भन्न लाग्यो कि मेरो साथमा एक बिजनेस आइडिया छ जो मलाई विश्वास छ कि यो अवश्य काम गर्नेछ। यदि यसमा तिमी मेरो पार्टनर बन्छौ भने र मेरो साथ केही पैसा इन्भेस्टमेन्ट गर्छौ भने तब हेर हामी केही समयपछि यसबाट मजाले आम्दानी गर्न सक्छौँ। वारेन बफेटले बिजनेस आइडिया सुनाउँदै साथीलाई भन्यो कि हेर, मेरो घरको सामुन्ने जो नाईको पसल छ त्यहाँ मैले अक्सर नोटिस गरेको छु कि त्यहाँ सधैँ धेरै कस्टमरको भिड हुन्छ। मानिसहरू त्यहाँ घन्टौँसम्म आफ्नो पालो कुर्दै दिक्क मानेर बस्छन्। तब हामी त्यहाँ एक पिनबल मसिन सेट गरौँ जसले जो पनि व्यक्तिहरू बोर हुन्छन् उनीहरू त्यो पिनबल मसिनमा गेम खेलेर आफ्नो टाइम पास गर्न सक्छन्।
अनि त्यसमा उनीहरू पनि खुसी हुन्छन् र हाम्रो पनि कमाइ हुन्छ। तब वारेनको साथीलाई यो आइडिया एकदमै मन पर्यो। साथै उनले यसको बारेमा त्यहाँका बारबारलाई पनि सम्झाए कि कसरी यो आइडिया उनलाई अझ बढी कस्टमर ल्याउन सक्छ। तब बारबारलाई पनि यो फाइदाको डिल लाग्यो अनि वारेन र उसको साथीलाई पिनबल मसिन राख्ने पर्मिसन दिए र त्यसपछि वारेन र उनको साथीले एक सेकेन्ड ह्यान्ड पिनबल मसिन त्यस पसलमा सेटअप गरिदिए र यो आइडिया लिटरली डे 1बाट नै काम गर्न लाग्यो। मानिसहरूलाई आफ्नो पालो कुर्नको लागि अब बोरिङका साथ बसेर होइन, बरु कि गेम खेल्दै वा हेर्दै मजाले आनन्द लिन पाउँथ्यो र यसले गर्दा पसलमा कस्टमर अझ बढी बढ्न लाग्यो, जसले बारबारको कमाइ त अवश्य नै बढ्यो र साथै वारेन र उनको साथीलाई बिना कुनै काम नगरी पनि त्यस मसिनको थ्रु एक राम्रो कमाइ हुन थाल्यो। तब फेरि वारेन बफेट ती चुनिन्दा व्यक्तिहरू मध्येको एक यस्तो उदाहरणीय व्यक्ति हो जो बालापनबाट नै यो बुझिसकेको थियो कि पैसाको सही प्रयोग कसरी गर्न सकिन्छ र यसैले आफूसँग भएको पैसालाई आफ्नो साथ वा ब्याङ्कमा राख्नुको साटो एक यस्तो इक्विपमेन्टमा लगाएको थियो जसले रेगुलरली उनलाई प्रफिट बनाएर दिने गर्दथ्यो। तब फेरि मेरो भन्नुको मतलब यो होइन कि यदि तपाईँहरूसँग पैसा छ भने तब तपाईँहरू पनि वारेन बफेटको जस्तै यस्तो कुनै मसिन लिएर आउनुहोस्, होइन, बरु कि म तपाईँहरूलाई यो भन्दैछु कि इक्विपमेन्ट र मसिनरी पनि एक यस्तो अप्सन हो जहाँ यदि तपाईँहरू आफ्नो पैसा लगानी गर्नुहुन्छ भने त्यो पनि तपाईँहरूको लागि रेगुलर प्यासिभ इन्कमको एक राम्रो सोर्स बन्न सक्छ। जस्तै सेकेन्ड ह्यान्ड गाडी रेन्टमा दिनु, बाइक या विवाह व्रतबन्धको लागि टेन्ट एक्सेट्रा। एसेट्स नम्बर दोस्रो भनिन्छ यदि तपाईँहरूसँग पैसा कमाउने स्किल्स छैन भने पैसा कमाउने मानिसहरूलाई म्यानेज गर्ने स्किल्स अवश्य सिक्नुहोस्। जोन थेस जोनेस जो एक पिपुल मेड मिलिनियर हो, फेरि भन्नुहोला पिपुल मेड मिलिनियर, सेल्फ मेड मिलिनियर त सुनेको थियो, यो पिपुल मेड मिलिनियर्स के हो त? वेल यस्तो यस कारणले जो उनले जति पनि सफलता पाए, जति पनि धन आर्जन गरे, यसलाई कमाउनको पछाडि उनको जिरोको बराबर मेहनत लागेको थियो। इभन उनको साथ कुनै खास स्किल्स पनि थिएन, तर किनकि इनिसियलमा उसको साथ धेरै थोरै पैसा थियो तब उनले खुद आफूलाई धनवान बनाउनको लागि अरू यस्ता व्यक्तिहरूको युज गर्यो जोसँग पैसा कमाउनेको स्किल्स थियो। उनलाई आफ्नो बिजनेसभित्र कुनै रिक्वायरमेन्ट हुन्थ्यो भने तब त्यो स्किलसँग जोडिएको कुनै एक्सपर्ट हायर गर्ने गर्थ्यो जसले उसको काममा अझ एक अलगै किसिमको प्रोफेसन देख्ने गर्थ्यो र यसरी नै उनी आज बिस्तारै बिस्तारै आफैलाई एक मिलिनियर बनाइदियो। तर हेर्नुहोस्, यदि तपाईँहरू यसमा अलिक ध्यान दिनुहुन्छ भने यो कुनै युनिक इन्सिडेन्ट भने होइन, किनकि जोन थेस पनि त्यही गरिरहेको छन् जो अरू सफल व्यक्तिहरू गर्छन्, यानि कि अरू व्यक्तिहरूको स्किल वा मेहनतलाई युज गरेर खुद धनवान बन्नुहोस्। त हेर्नुहोस्, जति पनि यी ठुला ठुला कम्पनीहरू छन् तिनीहरू वास्तवमा यति ठुलो यस कारणले बनेको छ किनकि त्यसमाथि हजारौँ मानिसहरूको मेहनत छ। तर यदि यी कम्पनीहरूलाई कुनै एक व्यक्तिले मात्र चलाउँथ्यो भने आज त्यो लेभलमा अवश्य पुग्ने थिएन। हुनसक्छ सुन्नमा तपाईँहरूलाई थोरै अजिब लाग्ला, तर यदि तपाईँहरूको साथमा पैसा छ भने तब तपाईँहरू आफ्नो वरपरको मानिसहरूमा इन्भेस्टमेन्ट गरेर त्यसलाई आफ्नो एसेट्स बनाउन सक्नुहुन्छ। नम्बर तेस्रो, एसेट्स भनिन्छ यदि तपाईँहरू संसारमा भएको सबै पैसालाई सबै मानिसहरूमा बराबर बाँडे पनि केही समयपछि त्यो पैसा त्यही मानिसहरू सामु फर्किएर जानेछ जहाँबाट ल्याएको थियो। यस्तो यस कारणले किनकि उनीहरूको साथ यति नलेज छ, यति एक्सपिरियन्स छ कि उनीहरू तपाईँबाट त्यो पैसा कसरी कमाउन सकिन्छ, अर्थात् यसको उनीहरू हजारौँ तरिकाहरू जान्दछन्। त हेर्नुहोस्, यो नलेज र एक्सपिरियन्स यो दुवै यस्तो चिज हो जो तपाईँहरूबाट कोही पनि लिन सक्दैन। जस्तै यदि तपाईँहरू कुनै फिल्डको बारेमा नलेज लिनुहुन्छ भने त्यो तपाईँहरूको साथ लाइफ टाइम रहने गर्छ। त्यसैले तपाईँहरूमध्ये कयौँ यस्ता व्यक्तिहरू होला जसलाई कुनै न कुनै फिल्डको बारेमा प्रपर नलेज र एक्सपिरियन्स अवश्य होला। तर प्रब्लम के छ भने मानिसहरू आफ्नो नलेज वा कुनै पनि फिल्डको एक्सपिरियन्सलाई त्यति भ्यालु नै दिने गर्दैन, किनकि उनीहरूलाई यो नै लाग्दैन कि आफ्नो यो नलेजलाई उनीहरू एसेट्सको तौरमा कसरी युज गर्न सक्छ त। तर थ्याङ्कफुल्ली केही यस्ता व्यक्तिहरू पनि छन् जो बिस्तारै यो कुरामा अवेर पनि हुँदैछन् र आफ्नो पैसालाई उनीहरू आफ्नो नलेजमाथि इन्भेस्ट गरेर विभिन्न डिजिटल एसेट्सहरू क्रिएट गर्ने गर्छन्। सायद तपाईँहरूले युट्युब वा फेसबुकमा कयौँ यस्ता भिडियोहरू देख्नुभएको होला जहाँ उनीहरू आफ्नो कोर्सको थ्रु कोही ड्रप सिपिङ सिकाउँदैछन्, कोही स्टक मार्केट, कोही ई-कमर्स, कोही भिडियो एडिटिङ, कोही इङ्ग्लिस भाषा सिकाउँदैछन् जसबाट उनीहरू कोर्सको थ्रु राम्रो इन्कम बनाउँछन्। तब फेरि तपाईँहरू भन्नुहोला कि हेर्नुहोस्, हाम्रो साथमा एक्सपिरियन्स र नलेज त छ तर यसमाथि कोर्स कसरी बनाउने यो म जान्दिनँ भन्नुहुन्छ भने
हेर्नुहोस्, युट्युबमा यसको बारेमा कयौँ भिडियोहरू मिल्छ जहाँ यो तपाईँहरूलाई फ्रीमा सिक्न पाउनुहुन्छ। त्यसैले यदि तपाईँहरू पनि आफ्नो नलेज र एक्सपिरियन्समा इन्भेस्टमेन्ट गर्नुहुन्छ भने अवश्य त्यसबाट एक डिजिटल एसेट्स क्रिएट गरेर आफ्नो रेगुलर इन्कम सोर्स बनाउन सक्नुहुन्छ। त साथीहरू, यो थियो ती 3 एसेट्स जसमा तपाईँहरू आफूसँग भएको पैसालाई इन्भेस्ट गरेर रेगुलर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। त भिडियो यही कम्प्लिट हुन्छ। भिडियो कस्तो लाग्यो फिडब्याक कमेन्टमा पक्कै दिनुहोला। सो आजलाई यति। हस्त, धन्यवाद। जय नेपाल।